र सर्वप्रथम म एज बिङ अ डाइरेक्टर अफ डाइनामिक फुटबल एकाडेमी यहाँ हाम्रो डाइसमा मसँग सेयर गर्नुभएको हाम्रो आदरणीय अङ्कललाई मेरोबाट धेरै नमन है। यहाँ हाम्रो सर आइडल सरलाई पनि म मेरोबाट नमन र अर्गनाइजिङ कमिटीलाई पनि म आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु। जस्तो प्रकारले उहाँहरूले यो टुर्नामेन्टलाई सञ्चालन गर्नुभयो र आज यो फाइनल खेलमा यसरी हामीलाई आमन्त्रणा दिनुभएर यो मैत्री एउटा फ्रेन्डली म्याच पनि उहाँहरूले एउटा एक्जिबिसन म्याच उहाँहरूले फाइनलको अगाडि राख्नुभएको थियो र त्यही अवसरमा हामी यहाँ उपस्थित भएका छौँ र नानीहरूले धेरै राम्रो खेल्यो र हामीले हेऱ्यौँ र स्किल्समा र सबै कुरोमा उनीहरूको सबै कुरो हामीले देख्यौँ र अलिकति हार्डवर्क गर्नुपर्छ र दुईटै टिमले जित्यो म भन्छु, हारेन है र हार्ने टिमले पनि जितेकै हो किनभने राम्रो पर्फर्म गरेको छ। आउँदो दिनहरूमा दुईटै टिमलाई हाम्रो शुभकामना छ है। दुईटै अझै राम्रो फल्दै फुल्दै वृद्धि हुँदै अगाडि जानु दुईटै टिम सानसानो नानीहरू र अब जुन यो फाइनल खेल हुन लागिरहेको छ त्यसको लागि पनि हामी शुभकामना दिन्छौँ। राम्रोसँगले प्ले द गेम इन द स्पिरिट अफ द गेममा खेल्नु दुईटा टिमले है। र हाम्रो अर्गनाइजिङ कमिटीका हाम्रो मेन सदस्य हाम्रो सरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन उहाँले यो एउटा अर्गनाइज गर्नुभयो यो टुर्नामेन्ट। यस्तो टुर्नामेन्टहरू चाहिँ हामीले गरिरहनुपर्छ, तब हामीले ट्यालेन्ट्सहरूलाई देख्न सक्छौँ है र नानीहरूलाई पनि एउटा अवसर हुन्छ खेल्ने। र म यही चाहन्छु कि मिरिकमा अझै जग्गा जग्गामा यस्तो टुर्नामेन्टहरू भइराखोस्। ठुलो टुर्नामेन्ट होइन तर सानो टुर्नामेन्ट यस्तो अन्डर एज टुर्नामेन्टहरू चाहिँ भइ नै रहनुपर्छ किनभने यो चाहिँ एउटा प्लेटफर्म हो है। यो नानीहरू नै भोलिको दिनमा गएर ठुल्ठुलो टुर्नामेन्टहरू खेल्छ र यो नानीहरूलाई नै हामीले टुर्नामेन्ट म्याचहरू दिएन भने यो नानीहरू कतै खेल्नु सक्दैन, डिप्राइभ हुन्छ। त्यही भएर हामीले मिरिकको सिनियर टिमलाई ठिक गर्नुको निम्ति यो सानो नानीहरूलाई यसरी हामीले यो चान्स यो अवसर चाहिँ हामीले दिनु नै पर्छ। र यति नै भन्दै अब उपरान्तको यो समयलाई हामी फेरि पनि हाम्रो सरलाई म दिन्छु है। र जतिजना यहाँ म्याच हेर्नु आउनु भएको छ तपाईँहरूलाई पनि म आन्तरिक हृदयबाट धन्यवाद दिन्छु र आफ्नो टिमलाई तपाईँहरूले सपोर्ट गरिदिनु होला। थ्याङ्क यू।